नेपालका जनताहरू दिनानुदिन गरिब हुँदै गइरहेका छन् र नेपालका नेताहरू दिनानुदिन धनी हुँदै गइरहेका छन्। यस्तो अवस्थामा सरकारले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख लगायतका पूर्व विशिष्ट पदाधिकारीहरूलाई सेवा सुविधा दिने सम्बन्धी कानुन निर्माणको गृह कार्य अघि बढाएको छ। साथीहरू, सरकारले अहिले कानुन बिना नै पूर्व विशिष्ट पदाधिकारीहरू र पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुविधा दिँदै आएको छ। सर्वोच्च अदालतले यसरी बिना कानुन सुविधा नदिनु, कानुन बनाएर मात्र दिनु भनेर 2068 सालमा आदेश दिएको थियो। तर लामो समयसम्म पनि त्यसपछिका विभिन्न सरकारहरूले कानुन बनाएका छैनन्। यसरी बिना कानुन नै मन्त्री परिषदको निर्णयबाट मात्रै पूर्व विशिष्ट पदाधिकारीहरूलाई सचिवालय, सुविधा, सुरक्षा, आवास लगायतको व्यवस्था गरिँदै आएको छ। जनताको रगत पसिनाबाट उठाएको करले मन्त्रीहरूले यसरी विभिन्न सुविधा, सुरक्षा, आवास लिएर दुरुपयोग गरिरहेका छन्। राजनीति भनेको चाहिँ समाजसेवा, समाजसेवा गरेर चाहिँ पैसा कमाउन सकिन्छ भनेर सोच्नु एकदमै गलत हो। यदि पैसा कमाउन मन भए व्यापार, बिजनेस व्यापार गर्दा हुन्छ। तर हाम्रो देशमा चाहिँ राजनीति गरेर चाहिँ पैसा कमाउन सकिन्छ, विभिन्न सेवा सुविधाहरू लिन सकिन्छ भनेर राजनीति गरेको देखिन्छ। आउनुहोस्, आज हामी तपाईँहरूलाई पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू, पूर्व सभामुखहरू, पूर्व राष्ट्रिय सभाका अध्यक्षहरूले चाहिँ के कस्ता सुविधाहरू लिएका छन् यसबारे आज चर्चा गर्नेछौँ। कृपया भिडियोलाई अन्त्यसम्म हेरेर पुरा जानकारी लिनुहोला। सरकारले पूर्व विशिष्ट पदाधिकारीका रूपमा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व राष्ट्रपति रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू, पूर्व सभामुखहरू, पूर्व राष्ट्रिय सभाका अध्यक्ष, पूर्व न्यायाधीशहरूलाई विभिन्न सुविधाहरू दिँदै आएको छ। नेपाल सरकारले काठमाडौँ उपत्यकामा घर नभएका पूर्व राष्ट्रपतिहरूलाई आवास सुविधा प्रदान गर्दै आएको छ। त्यस्तै सुरक्षा र सचिवालय सुविधा पनि दिँदै आएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व विशिष्ट पदाधिकारीका रूपमा सबैभन्दा यस्तो धेरै सुविधा प्राप्त गरेको गृहमन्त्री लेखकले सेतोपाटीसँग बताएका छन्। पूर्व राजालाई पनि पुरा सुविधा दिएका छौँ। पूर्व राष्ट्रपति भन्दा बढी पूर्व राजाले सुरक्षा पाएका छन्, सुविधा पाएका छन्, सबैले पाएका छन्। अहिले कानुन ल्याउने विषयमा छलफल भइरहेको हो, गृहमन्त्री लेखकले भने। राज्यले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सशस्त्र प्रहरीका डिएसपीको कमान्डमा 25 जना सुरक्षाकर्मीले सुरक्षा दिँदै आएका छन्। स्कटिङका लागि एउटा गाडी सुविधा छ। निर्मल निवासबाट पूर्व राजा बाहिर निस्कँदा गाडीमा 7 देखि 10 जना सुरक्षाकर्मीले स्कटिङ गर्छन् भने अरू निर्मल निवासकै सुरक्षामा खटिन्छन्। 50 जना सशस्त्र प्रहरी पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि 5 वर्षसम्म खटाइएको थियो। प्रथम राष्ट्रपति रामवरण यादवको सुरक्षामा 21 जना सुरक्षाकर्मी खटिन्छन् भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई 20 जना सुरक्षाकर्मीले सुरक्षा दिँदै गरेको गृह मन्त्रालयको स्रोतले जनाएको छ। पूर्व राष्ट्रपतिहरूलाई एउटा सरकारी गाडी र मासिक 50,000 रुपियाँ भत्ता समेत सरकारले उपलब्ध गराउँछ। साथै घर भाडा, इन्धन, सचिवालय खर्च समेत राज्यले उपलब्ध गराउने गरेको छ। प्रथम राष्ट्रपति रामवरण यादवलाई राज्यले मासिक 1,92,000 का दरले घर भाडा उपलब्ध गराउँदै आए पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भने घर भएकाले उनलाई घर भाडा उपलब्ध गराइएको छैन। सर्वोच्च अदालतका न्यायाधीशद्वारा अवेश कुमार यादव र भरतराज उप्रेतीको संयुक्त इजलासले 2068 मक्सिर 22 गते पूर्व विशिष्ट पदाधिकारीहरूलाई कानुन बनाएर मात्र सेवा सुविधा दिन मिल्ने व्याख्या गरेको थियो। तर मन्त्री परिषदले आफै निर्णय गरेर पूर्व विशिष्ट पदाधिकारीहरूलाई यस्तो सेवा सुविधा दिन नमिल्ने अदालतको व्याख्या रहेको छ। सर्वोच्च अदालतले त्यो बेला नै आदेशमा भनेको थियो, विदेशी ऋण र नेपाली जनताले तिरेको कर राजस्व समेत रहने सरकारी कोष र सरकारको नाममा रहेका चल अचल सम्पत्तिको स्वामित्व कानुनी रूपमा नेपाल सरकारको नाममा रहने भए पनि यस्तो सम्पत्तिको अन्तिम र वास्तविक स्वामित्व सर्वौं नेपाली जनता नै हुन् भन्ने कुरा निर्विवाद छ। यिनै सर्वौं नेपाली जनताको प्रतिनिधिको रूपमा मात्र उक्त सम्पत्ति नेपाल सरकारको नाममा रहने हुँदा यस्तो सम्पत्तिलाई मन्त्री परिषद र यसका सदस्यहरूले आफ्नो निजी सम्पत्ति सरह प्रयोग गर्न पाउने सम्पत्तिको रूपमा हेर्न मिल्दैन। कानुन बनाएर मात्र यस्तो आदेश दिन मिल्ने सर्वोच्च अदालतको आदेशमा उल्लेख रहेको थियो। सरकारले हाल पूर्व राष्ट्रपतिहरूलाई मासिक 50,000 भत्ता, 207 लिटर पेट्रोल र गाडी, घर नहुनेहरूलाई घर भाडा, उपसचिव सरहको सुके सचिव, कार्यालय सहयोगी र सवारी चालकका साथै पानी, बिजुली र इन्टरनेट, पत्रपत्रिकाको सुविधा समेत उपलब्ध गराउँदै आएको छ। त्यस्तै पूर्व प्रधानमन्त्रीहरूलाई पनि सवारी साधन, इन्धन, सचिवालय लगायतका सेवा सुविधा उपलब्ध गराउने गरेको छ। त्यस्तै संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई गाडी र इन्धन लगायतको सुविधा उपलब्ध गराउँदै आएको छ। पूर्व न्यायाधीशहरूले भने पेन्सन पाउँछन्। नेपालको जस्तै संसदीय व्यवस्था भएका विश्वका अन्य मुलुकहरूमा पनि पूर्व विशिष्ट पदाधिकारीहरूलाई विभिन्न प्रकारको सुविधा उपलब्ध गराउने प्रचलन रहेको छ। बेलायतमा पूर्व प्रधानमन्त्रीहरूलाई पब्लिक ड्युटी कस्ट अलाउन्स
प्रदान गरिन्छ। उनीहरूलाई यस्तो सुविधा सार्वजनिक जीवन निर्वाह गर्न पनि भूमिका निर्वाह गर्दा मात्रै खर्च बापत प्रदान गरिन्छ। अर्थात् राजनीतिक गतिविधि भन्दा पनि कुनै सार्वजनिक समारोहमा सहभागी हुनुपर्ने अवस्थामा मात्र उनीहरूको हवाई भाडा, सचिवालय खर्च, सचिवालयमा काम गर्ने कर्मचारीको पेन्सन खातामा जम्मा गर्न आवश्यक रकम मात्र प्रदान गरिने गरेको छ। त्यसकारण साथीहरू, विभिन्न देशले आफ्नो आर्थिक अवस्था हेरेर विभिन्न पदमा रहेका पूर्व राष्ट्रपतिहरू, पूर्व प्रधानमन्त्रीहरूलाई यस्ता सुविधाहरू दिँदै आएको भए पनि नेपाल जस्तो गरिब देशले चाहिँ पूर्व प्रधानमन्त्री, पूर्व न्यायाधीशहरू, पूर्व प्रधानमन्त्रीहरूलाई यस्तो दिँदै आएको यस्तो सुविधाहरू चाहिँ एकदमै गलत हो। यो चाहिँ लोकतन्त्र होइन, लुटतन्त्र हो साथीहरू। त्यसकारण यो चाहिँ एकदमै गलत हो भन्न चाहन्छु। त्यसकारण साथीहरू, नेपाली जनताको प्रत्येक व्यक्तिको ऋण चाहिँ 86,000 पुगेको अवस्थामा चाहिँ नेपाली जनताले चाहिँ के खाउँ के लाउँ भन्ने अवस्थामा पुगेको अवस्थामा चाहिँ विभिन्न सरकारले चाहिँ विभिन्न पदमा रहेका पूर्व प्रधानमन्त्रीहरू, पूर्व राष्ट्रपतिहरू, पूर्व न्यायाधीशहरूलाई चाहिँ दिँदै आएका यस्ता विभिन्न सुविधाहरू र दिन लागेको अहिले यो सुविधाहरू चाहिँ एकदमै गलत हो। म चाहिँ यो दिनुलाई चाहिँ के भन्छु भने साथीहरू, यो चाहिँ लोकतन्त्र होइन, यो चाहिँ लुटतन्त्र हो। यस्तो धन्दा हुने चाहिँ लुटतन्त्रमा मात्रै हो भन्न चाहे तपाईँहरूलाई चाहिँ के लाग्छ साथीहरू? लोकतन्त्र भएको भए यस्तो हुन्थ्यो? यो चाहिँ लुटतन्त्र हो भन्न चाहे तपाईँहरूलाई चाहिँ के लाग्छ? यो लोकतन्त्र कि लुटतन्त्र हो? आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट गर्नु होला है त। हस्त साथीहरू, आजलाई यति नै। तपाईँहरूलाई हामीले प्रस्तुत गरेका सामग्रीहरू कस्तो लाग्यो आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र तपाईँहरू चाहिँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै नयाँ कुरा जान्नको लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला र भिडियो मन परेमा साथीहरूलाई पनि सेयर गरिदिनु होला। हाम्रो भेट अर्को भिडियोमा अवश्य हुनेछ। हस्त, धन्यवाद।